गाइस आज हामी धम्पु जान आएको छौँ। बाटो चाहिँ एकदमै दामी छ गाइस। तपाईँ चाहिँ हामी बिलमा गाडी चलाउने छ। कमेन्ट सब्सक्राइब शेयर चाहिए भने चाहिँ गरिदिनुहोस् हाम्रो युट्युब च्यानल किन हिमालयमा जो यार तेरा सुपरस्टार देसी कलाकार मैं पुत जट दामन दानिहार यार तेरा सुपरस्टार देसी कलाकार मैं पुत यतिकै बिना यो गर्दा चल्छ त्यही वाजिङ गरेर गाइस जस दामी चाहिँ नजर दामी छ वहाँ टर्कीको फ्यासन छ गाइस। तब चाहिँ अब डम्पुसमा गएर चाहिँ गाइस मजाले यो हामीले गाइस होइन यति भयो जोस गाइस नजर चाहिँ यहाँको दामी छ। अब हामी फर्स्ट अस्ताम हुँदै यो ठाउँमा गइन्छ गाइस। हामीसँग यो भयोमा चाहिँ अन्तिमसम्म बस्न गाइस रास्तै मजा आउँछ आजको भयोमा। यो चाहिँ हामी चाहिँ यो भाइले बाटो छ गाइस। अहिलेको समयको चाहिँ यो भाइले यो अहिलेको चाहिँ समयको चाहिँ अन्तिम जाने बाटो चाहिँ भाइले सकेको गाइस। अहिलेको समयको चाहिँ यहाँ त गाइस एक गियरमा तानिन्छ कि गाइस। एक गियर चेन्ज गर्नै पर्दैन। एक गियर मजाले एक गियरमा हान्छ गाइस। दामी छ नजर यस्तो दामी नजर छ गाइस। अस्तामको वहाँ होमस्टे पनि बनाएको छन् गाइस। दामी नजर छ गाइस। यहाँ घरसर पनि राम्रो मजाको गाइस। भरमा चाहिँ रास्तै मजाको छ। यहाँ आफै भइरहेको चाहिँ दामी छ गाइस। अस्ताम अहिले हामी अस्ताममा छौँ गाइस। जो धैलिहालेको छ अस्ताम चाहिँ गाइस मलाई खासै मन पर्दैन यहाँ अस्ताम। म अब हामी भिडियोमा गाइस राइडको इस्तेमाल गर्नै परेको छैन। सूर्य मेरो अगाडिदेखि आएको छ गाइस। दामी नजारा छ। यतातिर चाहिँ यहाँ धान सान चाहिँ गर्न आएको छ। जोस दामी छ गाइस। सिल्भर बस हो तपाईँ चाहिँ यहाँ अगाडिको केही दृश्य देखा हेम्जा देख्न सक्नुहुन्छ गाइस। यो हेम्जा हो माइको यस्तो भिड छ। गाइस स्कुल बसमा घाँस आएर काँदैछ हेम्जा वा उताको कास्कीको सयको छ गाइस। जोस कोदे म अस्ति यहाँ ओहो गएका यहाँ बस आएछ आउँदा कि यहाँ होटेलमा कि हेम्जा देश हिजो हेम्जा गाइस। दामी छ नजरा यहाँ त दामी नजरा देखिएको छ गाइस। कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस्। यो त गाइस हेम्जा चाहिँ हेम्जासम्म तपाईँले देखाइसकेँ। अब चाहिँ हामी अब यहाँ नगाम भन्ने त गाह्रो आउँछ गाइस। अब उता हामी धम्पुसतिर जान्छु गाइस होइन। आउँदा त बिहानचोको बाटो आएको गाइस होइन। त्यहाँको मामाहरू केही त गरेन। मामाहरूको चाहिँ काम छैन गाइस। आजको चाहिँ गाइस भिडियोको क्वालिटी चाहिँ दामी छ कि गाइस चाहिँ आफै भइदिइआएको छ गाइस। यता नगाम पनि आइसक्यो गाइस। यहाँ पोखरी छ। यो अहिलेको समयको बाजा प्राय गाइस। यहाँ बाजा प्रायको चाहिँ छ गाइस। दामी छ यो गाउँघरको चाहिँ गाउँघरहरू हो गाइस। घर पनि दामी छ। यता लोकै खाजा घर पाइन्छ गाइस होइन। जोस नजारा चाहिँ दामी छ क्या। आजको भयो चाहिँ धेरै दामी भन्छ। दामी भन्छ गाइस आजको भयो चाहिँ। यस्तो नजारा चाहिँ गाउँघरमा चाहिँ राम्रो छ गाइस। हो हामी यता धम्पुस जान्छौँ गाइस। धम्पुस गएपछि चाहिँ आवाज चाहिँ कस्तो आएको छ गाइस यसो यो गरिदिनुहोस् आवाज। घुम्न आउँछौँ गाइस। अहिलेको समयमा चाहिँ यो धम्पुस गाउँ चाहिँ एकदम यो व्यस्त छ गाइस। यहाँ जोस मान्छेहरू पनि यहाँ देख्न सकिन्छ गाइस। जोस दामी छ गाइस होइन। ठाउँ चाहिँ किङ हिमाल युट्युब च्यानल हेरेर आएको गाइस। ठाउँ चाहिँ दामी छ गाइस। मैले तपाईँ चाहिँ ठाउँमा दामी देखाएको छु गाइस होइन। अहिले हामी यति धेरै टाढा आएको छौँ। अब धम्पुसतिर चाहिँ गाइस जान्छौँ। दामी छ गाइस। अहिले गाइस हामी धिताइ छौँ गाइस। धिताइको बाटो यहाँ हेर्नुहोस् दामी छ गाइस। धिताइको बाटो पनि अस्ताम धिताइ अब नगाम के भन्छ गाइस। यहाँ अब नाम सुन्दा आफ्नै कानै भन्छ जस्तो छ गाइस। तपाईँ चाहिँ यो भयोको अन्तिमसम्म हेरिदिनुहोस्। भयो चाहिँ गाइस जोस दामी भन्छ गाइस। अब गाइस प्लिज बाटो घाइएको छ। अब यसको कच्ची बाटो छ गाइस होइन। म तपाईँलाई चाहिँ एउटा देखाइदिन्छु गाइस। एउटा होटेल
गाइस तपाईँको चाहिँ तपाईँले नाम पढ्ने गाइस म त नाम पढ्न सकिनँ। अहिले चाहिँ हामी यो धिताईमा छौँ गाइस। यो धिताई आइसकेको छौँ। बिहान त उता छ यो बहिनीको घर हो यो यो हो माथिको ए कोही बनाएर बस्ने वाउ दामी छ गाइस। गाउँघरको नजारा चाहिँ म नि गाइस डम्बुस त फर्स्ट टाइम आएको फर्स्ट टाइम हाम्रो नि गाइस नजारा छ जे होस् राम्रो छ। यति यहाँ कच्ची बाटो छ गाइस। कच्ची बाटो गर्दा चाहिँ यस्तो अब तपाईँले यो भरेमै हिँड्न सक्नुहुन्छ गाइस होइन। बाटो यस्तो खराब छ गाइस। मेरो के दोष मेरो हात डरिसकेको छ गाइस। म यो भर त देखाउन गाइस। उता अगाडि चाहिँ म तपाईँ हाम्रो त्यहाँ गाई हेर्नु भन्दैछ होइन। यो अस्तामको गाउँ घर जोस् गाई। अब गाडीको आवाज गर्दा चाहिँ तपाईँलाई खासै राम्रो सुन्नु होला। जोस् अब हामी त 4 व्हिलर आएको गाई। जब दामी छ धिताई अस्तामभन्दा धिताई प्यारो छ गाई। कच्ची बाटो छ गाइस। हामी रास्ता गाडीको सोच त भयो गाई सोच्यो भएको यो जेएनजीको सहयोग आएर चाहिँ म यो बाटो तत्काल भएर म अनुरोध गर्दछु गाइस। उता चाहिँ तपाईँ देख्न सक्नुहुन्छ उता के काम आइरहेको हुन्डी सुन्डी के हो गाइस। यो पनि धिताई गाउँ हो। त्यो धिताई दुध उत्पादन सहकारी संस्था हो। यहाँ गाउँघरमा गाई जस्तो यो गरिराखेका छन्। यता यहाँ तपाईँ देख्न सक्नुहुन्छ उहाँ यिनीहरूले यो कहाँमा त बाँसिया भने गाई चाहिँ हेरेका छन्। गाई काम छैन कहाँमा त बाँसिया भने हेरिराखेका छन् गाई। म अब के गर्ने गाई कहाँमा त बास पनि अब नहुने यहाँ यस्तो ठाउँमा बाटो बनाएको छन् गाई। यस्तोमा पिच बनाएको छ। यहाँ एउटा के को मन्दिर छ गाई। ओम नमः शिवाय भनिन्छ। ओम नमः शिवाय हो गाई। हामी धिताई छौँ गाई। धिताईको बाटो यहाँ हेर्नुहोस् दामी छ गाई। धिताईको बाटो पनि अस्ताम धिताई अब नगाम के भन्छ गाई। अब नाम सुन्दा आफ्नै कानै भन्छ जस्तो छ गाई। तपाईँ चाहिँ यो भयसको अन्तिमसम्म हेरिदिनुहोस्। भयक चाहिँ गाई जोस् दामी भन्छ गाई। ओम नमः शिवाय के को भन्नु गाई। हामी जब 95-96 वर्षको पुऱ्याए पनि हामी यहाँ देखियो। धिताई चाहिँ गाई जोस् दामी भयो। दामी छ गाई ठाउँ। हिमाल पनि देखिन्छ। नारायणम गाइस नारायणम दामी भएको छ गाइस। हामी गाइस धम्पुस पुग्न आएका छौँ। अब फेरि यहाँ राम्रो बाटो सुरु भएको छ। त्यही भएर गाई यहाँ राम्रो बाटो सुरु भएको छ। आइपुग्नु मात्रै भएर गाडी राम्रो छ गाडी बाटो। उता चाहिँ धम्पुस गाउँ चाहिँ अब हामी पुग्न आएका छौँ गाइस। सुरु भनेको गाई फेरि अन्त्य पनि यहीँ भइदिन्छ। उहाँबाट आएको गाई यस्तो यो भनेको उता स्वयंको भयो गाइस। नउदारा गाई यस्तो काम सनसेट पनि आएर देखिन्छ। यहाँ सनसेट पनि गाइस दामी आएको छ। धम्पुस हामी आइसक्यौँ गाइस। धम्पुस आइसक्यौँ। उता नउदारा हो वहीँ ढिकुर पोखरीको त यतै पर्ने छ आयो। अब हामी माइ झाइनेको छ गाइस। उतापट्टि हो धम्पुस चाहिँ हामी आइसकेका छौँ गाइस। म तपाईँ यहाँ त गाइस हिमाल देखिएको छ अन्नपूर्ण हिमाल। हामी यहाँ होटेलमा रोकेका छौँ गाइस। यहाँ यसो चियापान गऱ्यौँ भनेर हामी गाइस यस्तो चाउचाउ खाएर बसेका छौँ। यहाँ माछा पुछे स्कुल देखिन छ नि हामी परेको। माछा पुछे ढिकुर पोखरी पनि देखिन्छ गाई। ढिकुर पोखरी माछा यदि यहाँ यो छोको गाई त माछा पुछे स्कुल देखिएको थियो क्या अघि कि हिमाल परेको स्कुल गाई। अब यहाँ के छ भने यो
सभ्य नागरिक र अब धम्बुस हामी प्रवेश गरिसकेको छौँ गाइज। धम्बुसको गाइज हो त्यही रिसोर्ट भन्छ गाइज। यहाँ ट्रेकिङ पनि गर्छन् गाइज। यहाँ धेरै मान्छेहरू पनि छन् होइन। यो रिसोर्ट हो गाइज, रिसोर्ट धम्बुसको। यता त्यता रिसोर्ट छ गाइज। धम्बुसमा त कति रिसोर्ट छ गाइज। हामी यहाँ चाहिँ कहाँ छैन त यो धेरै नै रिसोर्ट छ गाइज, धेरै नै। अब गाइज यहाँ गाडी फर्काएका छौँ। वा दामी देखेको छ गाइज यहाँ अन्नपूर्ण हिमाल। अहिले चाहिँ घाम लागेको हुन्छ गाइज। हामी गाइज यता धम्बुस आगम गाइज। यता चाहिँ यहाँ बाँस छ, यो बाँस इँटा झार्ने हामी बाँस है यहाँ इँटा चाहिँ यहाँ झार्न आएको छौँ गाइज। म चाहिँ यति अहिले चाहिँ म गाउँ चाहिँ गइनँ गाइज। यो हामी त यहाँ काम परिरहेको यहाँ हेर्ने यो टरकमै बाँसै आएको गाइज। यस्तो बेलुकाको अब 7 बजी अहिले 5:30 कति बजिसकेको छ गाइज। यस्तो सुनसान छ गाइज। उता चाहिँ हामी जान सकेनौँ आजको गाइज। भयो यति नै। फेरि म मिल्छु नेक्स्ट भिडियोमा गाइज। यतिका यो भयो चाहिँ लाइक कमेन्ट र सब्सक्राइब सेयर गरिदिनु हस् त गाइज। धम्बुस आएको गाइज हामी चाहिँ। यस्तो गाउँ घरमा चाहिँ गाइज हामी बसेर जे कामले आएको गाइज त्यही कामले काम गरेर भ्याइयो आइयो। मजा आएको छ गाइज। जे गएको अब 9 बजिसक्यो। यस्तो घर छ गाइज, यस्तो दामी घर छ गाइज। रातिको समय। बाई बाई धम्बुस।